सो फर्स्ट अफ अल हेलो एन्ड नमस्ते सबैजना साथीहरू है। आजको भिडियो चाहिँ एकदम फरक हुनेवाला छ है। आजको भिडियो के सम्बन्धी छ भने तपाईँहरूले थम्बनेल हेरेर पनि सायद थाहा पाइसक्नु भयो होला धेरैजनाले। हो, आजको भिडियो तपाईँहरूको गुनासो थियो कि मेरो ल्यापटप कम्प्युटरहरू धेरै ह्याङ हुन्छ होइन, चल्दैन। यसलाई के ठिक गर्न आउने उपाय छ र भनेर हजुरहरूले धेरैले मलाई प्रश्न गर्नुहुन्थ्यो है। सो आज मैले क्लियरली भिडियो बनाइदिएको छु। प्लिज भिडियो अन्तिमसम्म स्टेप बाई स्टेप हेर्नु होला। तपाईँहरूले भिडियो स्किप गर्नुभयो भने केही पनि बुझ्नुहुन्न है। ल सुरु गरौँ है त। फर्स्ट अफ अल तपाईँ कहाँ जानुपर्छ भन्दाखेरि अब तपाईँको विन्डो जति भए पनि फरक पर्दैन है। तपाईँको जुनसुकै डिभाइस भए पनि फरक पर्दैन। सो तपाईँसँग ल्यापटप कम्प्युटर जे छ है, तपाईँले त्यो अब ह्याङ हुन्छ, तपाईँको अब चल्दैन है, मैले अब रिफ्रेस गर्दा पनि हुँदैन, यता गर्दा पनि कम्प्युटर ढिलो खुलिन्छ, त्यस्तो समस्या छ भनेदेखि तपाईँहरूले मैले यहाँ स्टेप बाई स्टेप देखाउँछु, तपाईँहरूले त्यस्तै गर्नु होला है त। सो सुरुमा तपाईँहरूले रन खोल्नुपर्ने हुन्छ। जस्तो मैले विन्डो प्लस आर एकैचोटि दबाएर रन खोलेँ है। यहाँ तपाईँले टाइप गर्नु होला कि सिएलइएन हेर्नु है, ध्यान दिएर हेर्नु है। मैले जे लेखेको छु तपाईँले त्यही लेख्नु होला, क्लिन एमजिआर भनेर लेख्नु होला अनि ओके गर्नु होला। ओके गरिसके पछाडि यस्तो आउँछ है। तपाईँले सबैलाई टिक लगाएर फालिदिन पनि सक्नुहुन्छ, तर यहाँ अब तपाईँले हेरेर गर्नुपर्ने हुन्छ। अरू अरू खासै फाल्न पर्ने छैन। मैले यही सिस्टमले देखाएकै फालिदिन्छु है। सो ओके गरिदिन्छु मैले अनि डिलिट फाइल गरिदिन्छु। सो यसले थोरै टाइम लाग्छ, भयो है त। ल त तपाईँको अब कम्प्युटर तपाईँको डाटा चाहिँ कति धेरै छ भन्ने कुरा हुन्छ है। सुरुमा चाहिँ अलिकति टाइम लाग्न सक्छ तपाईँहरूलाई, पछि चाहिँ त्यस्तो विधि टाइम चाहिँ लाग्दैन है। अर्को स्टेप के छ भन्दाखेरि फेरि हामीले रन खोल्थ्यौँ है। फेरि रन खोलेर चाहिँ हामीले PREFETCH भनेर हामीले हान्छौँ है। हेर्नु है, यहाँ ध्यान दिएर हेर्नु है। हो, यही हान्नुपर्छ तपाईँहरूले। अनि ओके भनेपछि चाहिँ तपाईँहरूको यसले पर्मिसन माग्छ है। अनि कन्टिन्यू गर्नु यसलाई। अनि यो जति पनि देखाउँछ यसलाई कन्ट्रोल ए गरेर मैले अल सेलेक्ट गरेँ अनि डिलिट गरिदिएँ है। जति डिलिट भयो छोडिदिनुहोस्, डिलिट नहुने हुँदैन, यत्तिकै हो है। तपाईँहरूले केही टेन्सन लिएको छ। सो अब तपाईँले लास्ट स्टेप भनेको विन्डोज प्लस आर दबाउनु र टिआरई रुक्छ होइन है फेरि यो भनेको। सो तपाईँहरूले इन्टर गरिदिनु। फेरि पनि मैले ट्री लेखेर इन्टर गर्दै ल कति फास्ट भयो है, एकैचोटिमा हो, एकैचोटिमा आएर जान्छ। तपाईँहरूको धेरै भाइरस छ है, तपाईँहरूको टेम्पोररी फाइल एकदम धेरै भरिएको छ भने चाहिँ तपाईँहरूको चाहिँ सुरुमा चाहिँ टाइम लाग्छ है। अनि त्यहाँबाट तपाईँले एक दुईचोटि यसरी मैले जस्तै गर्नुभयो भने चाहिँ तपाईँको पनि फास्ट जाने हुन्छ। अनि अब मैले अब ट्याक्क खिच्दा पनि ट्याक्क खिचिहाल्छ, अघि खिचेन थिएन, यस्तो हुन्छ क्या। ल है, यस्तो हुन्छ, देख्नु भएको छ। सो अब हामीलाई लास्ट भनेको के हो भन्दाखेरि अब तपाईँहरूलाई एन्टिभाइरस चलाउनुहुन्छ भने चाहिँ म तपाईँहरूलाई सजेसन के दिन्छु भन्दाखेरि एन्टिभाइरस तपाईँहरूले नचलाउनु होला। किनभने अहिले चाहिँ अब तपाईँको आफ्नो कम्प्युटरमै आएको हुन्छ है, अलरेडी माइक्रोसफ्टबाटै दिएको हुन्छ। सो तपाईँले चाहिँ त्यसको लागि चाहिँ विन्डोज प्लस आर खोलेर चाहिँ एमआर हेर्नु है, टी देख्नु भएको छ नि। हो, एमआरटी क्लिक गरेर इन्टु गर्नु अनि ओके इन्टु गर्नु भन्दा के गर्नु। अनि यहाँ देख्नु भएको छ माइक्रोसफ्ट विन्डोज म्यालिसियस सफ्टवेयर रिमुभल टुल हो, माइक्रोसफ्टकै यो अथेन्टिक टुल तपाईँले पाउनुहुन्छ। तपाईँहरूलाई चाहिँ एन्टिभाइरस हालिरहनु पर्ने जरुरी चाहिँ हुँदैन है। सो यहाँ गएर नेक्स्ट गर्न सक्नुहुन्छ। फुल स्क्यान गर्नु होला तपाईँहरूले मजाले। पहिला अलिकति टाइम लाग्न सक्छ, अलिक घन्टै लाग्न सक्छ कोही बेलामा है, तपाईँहरूको अब डिभाइस अनुसार हुन्छ यो पनि। सो मैले चाहिँ अहिले क्विक स्क्यान गरेँ है तपाईँहरूलाई देखाउनको लागि। यहाँ क्विक स्क्यान हुँदैछ, मैले गरिराख्छु है, तपाईँहरू पनि गरिराख्नु होला। ह्याङ हुन्छ, स्लो हुन्छ, भाइरस पसेको जस्तो लाग्छ भने चाहिँ तपाईँहरूले गरिहाल्नु होला। यहाँ तपाईँहरू कतिवटा फाइल स्क्यान यहाँ देख्नु भएको छ, कतिवटा फाइल स्क्यान भएको छ, कतिवटा भएको छैन भनेर देखाउँछ है। सो
यति नै हो आजको भिडियो चाहिँ है। मैले यसलाई क्यान्सल गरिदिएँ। तपाईँहरूलाई देखाउनु मात्र लागेको थियो मैले। सो आजको भिडियो चाहिँ कस्तो लाग्यो तपाईँहरूलाई? भिडियो राम्रो